नमस्कार, पाठशालाको ट्रेनिङ भिडियोमा यहाँलाई स्वागत छ। यस भिडियोमा तपाईँले सिक्नुहुनेछ विद्यार्थीको रोल नम्बर, डाटा, स्ट्याटसहरू कसरी अपडेट गर्ने र आइडी कार्डको लागि पनि चाहिने डाटाहरू यसै फर्मबाट अपडेट गर्न सक्नुहुनेछ। सो हामी हेर्छौँ अब स्टुडेन्टको इन्फो मेनुभित्र असाइन टु स्टुडेन्ट मेनु र त्यसभित्र रहेको सेक्सन स्ट्याटस मेनुमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसके पछाडि तपाईँले कुन क्लासको डाटा अपडेट गर्ने हो अथवा कुन क्लासको रोल नम्बर, सेक्सन, स्ट्याटस हैन आदि डाटाहरू अपडेट गर्ने हो त्यो क्लास हामी छान्नेछौँ। त्यो अप टु सेकेन्डरी भित्र मैले 10 क्लास भनेर यसरी छाने। सो यसलाई अब हामी के गर्छौँ, लिस्ट गर्छौँ। सो लिस्ट गरिसकेपछि यहाँनिर एउटा लिस्ट आयो। अब यो लिस्टमा चाहिँ तपाईको अपडेट गर्न सकिने कुराहरू के छ भन्दा स्टुडेन्टको नाम यदि मिस्टेक भएको छ, स्पेलिङ मिस्टेक छ भनेपछि स्टुडेन्टको नाम, फादर नेम, मदर नेम, लोकल गार्जियनको नाम, पर्मानेन्ट एड्रेस, टेम्पोररी एड्रेस, मोबाइल नम्बर, रोल नम्बर, सेक्सन हैन, हाउसहरू, त्यसपछि स्ट्याटस स्टडिङ पढिरहेको छ अथवा के छ त्यो कुराहरू। यदि यहाँनिर विद्यार्थीको आइडी कार्ड बनाउनु छैन अथवा विद्यार्थीले छोडिसकेको छ भने इनएक्टिभ लेफ्ट आउट गर्न सक्नुभयो। सो यसरी स्ट्याटस चेन्ज गर्न सकियो। त्यसपछि हाउसहरू राख्न पर्ने छ भनेपछि यहीँबाट अब हाउस राख्न सकियो। यसको लागि पहिला हामीले सेटिङमा गएर हाउस एडहरू गर्नुपर्ने हुन्छ। त्यस्तै सेक्सन अपडेट गर्न सक्यो, रोल नम्बर। अब हामी एउटा एउटा गरेर हेरौँ है त। सपोज मलाई यहाँनिर के छ, लोकल गार्जियन मदर नेम, फादर नेम पनि अपडेट गर्नुपर्ने छ भने मैले यहाँनिर जस्तै फादरको नेममा डबल क्लिक गर्छु। अब यहाँ डबल क्लिक गर्ने बित्तिकै अनुज पन्तको बुवाको नाम के गर्नु पर्यो त, यहाँ अपडेट गर्नु पर्यो। अब पहिला थिएन, अब अपडेट गर्नु पर्यो। सो यहाँनिर त्यसपछि ट्याब हान्यो भने अर्को कलममा गइहाल्छ अथवा तपाईँले डबल क्लिक गर्नुभयो भने त्यो कलमको टेक्स्ट बक्स हाइलाइट हुन्छ, त्यहाँ राख्न सक्नुहुन्छ। यसरी राखेर अब एड्रेस पनि चेन्ज गर्न सक्नुहुन्छ हजुरले। एड्रेसहरू मिस्टेक भएको छ भने त्यो पनि अपडेट गर्न सक्नुभयो, टेम्पोररी एड्रेस, मोबाइल नम्बर। र अब यहाँनिर रोल नम्बर सबैको 00 छ, मैले यहाँ रोल नम्बर राखिदिन्छु। यसरी 1 by 1 रोल नम्बर हजुरले अपडेट गर्न सक्नुहुन्छ। जुन रोल नम्बर हो त्यो अपडेट गर्न सक्नुहुन्छ। र सेक्सन पनि तपाईँले यसरी क्लिक गरेर बी सेक्सन गर्न सक्नुभयो। यदि मानव मेरो चाहिँ बी सेक्सनमा छन्, मोबाइल नम्बर भएको छ, यो चाहिँ ए सेक्सनमा छ भने यसरी अपडेट गर्नु। अब यो सबै अपडेट गरिसके पछाडि अहिले नै सेभ भएको हुँदैन। जबसम्म हामी यो असाइन भन्ने बटनमा क्लिक गर्दैनौँ तबसम्म अपडेट भएको हुँदैन। त्यही भएर एकचोटि सबै कुरा हेरिहाल्ने, अपडेट सबै करेक्ट छ कि छैन। यो सबै कुराहरू करेक्ट छ, अपडेट छ, ओके छ भनेपछि अब हामीले के गर्छौँ, असाइन गरिदिन्छौँ। सो यो असाइन गरिसकेपछि अब तपाईँको डाटा अपडेट भयो हैन। अब चाहिँ यहाँनिर यो डाटाहरू अपडेट भयो। सो यसरी हामीले विद्यार्थीको डाटा चाहिँ अपडेट गर्न सक्छौँ। फर्दर पछिको लागि चाहिन्छ अथवा आइडी कार्डको लागि चाहिन्छ र कुन विद्यार्थी कुन सेक्सनमा छ, कसको कति रोल नम्बर हो, एक्ज्याक्ट कुराहरू अपडेट गर्नको लागि हामी यो फर्मबाट हामी मेनुबाट अपडेट गर्न सक्छौँ। त्यसको लागि के गर्नुपर्ने छ त, स्टुडेन्ट इन्फो, असाइन टु स्टुडेन्ट र सेक्सन स्ट्याटस भन्ने यो क्लिक गर्ने बित्तिकै तपाईँको यो मेनु खुल्छ। त्यसपछि क्लास छान्ने, लिस्ट गर्ने र जे अपडेट गर्नुपर्ने छ अपडेट गरेर हामीले एकैचोटि असाइन गर्यो भने अपडेट भयो। हस् त, धन्यवाद। Pathshala, where education meets technology.